समाज निर्माण हाम्रो अभियान। हामी चाहिँ हाम्रो अभियानमा सदा तत्परताका साथ लागिरहेकै छौँ। मैले विशेष आज खास देखाउन खोजेको विशेष कुरा चाहिँ के भन्दाखेरि उपचारमा के हुन्छ भनेर सोचेको हुन्छ धेरैजनाले। उपचारमा यो बानी बेहोराको परिवर्तनकै बारेमा नै हो। बिहान योगा ध्यान लगायतको कुराबाट स्टार्ट हुन्छ। त्यसपछि ब्रेकफास्ट, जीएफटी सेसन, थेरापी, ग्रुप थेरापी, इनपुट सेसन, टिफिन, यो बिहानदेखि बेलुकासम्म चाहिँ बानी बेहोराको बारेमा नै जसरी स्कुलमा साइन्स म्याथ पढेको जस्तै पढ्ने नै हो। अहिले विशेष देखाउन खोजेका चाहिँ हाम्रो थडाइमा चाहिँ भर्खर लेटेस्ट चाहिँ हामीले ल्याङ्ग्वेज सेसन पनि सुरु गरेका छौँ। अङ्ग्रेजी ल्याङ्ग्वेज सेसन पनि सुरु गरेका छौँ। त्यही अन्तर्गत चाहिँ statement is positive, question tag must be negative. If you don't understand, you may ask me. Okay, now this why is it called a statement? Why not a sentence? Because there is no full stop at the end. Yes, every sentence always ends with a full stop. There is no full stop but a comma. So it is called a statement, not a sentence. Understand? And the question that is asked at the end of the sentence is called question tag. पुछारमा गएर सोधिने प्रश्नलाई चाहिँ लेट मी टेल यु इन नेपाली अल्सो, पुछारमा गएर सोधिने प्रश्नलाई चाहिँ क्वेसन ट्याग भनिन्छ। वी कल इट पुछ्ने प्रश्न इन नेपाली। Understand? Yes. So when the statement is positive, question tag must be negative. I have already taught you about auxiliary verbs, right? Yes. Auxiliary verbs means helping verbs that helps the main verbs. Okay. So when there is a helping verb, we must repeat it. But when is it positive, question tag must be negative. When the statement is negative, question tag must be Positive. Look at this statement. Ram is an engineer. Is it a positive statement or a negative statement? Positive statement. So question tag must be Negative. What is the negative form of it? Is not. But look here. If you write is not, it will be incorrect. Always write in contracted form. Understand? Yes. What is the contracted form of is not? Is not. And next thing is you should keep it in your mind. What is the pronoun of Ram? He. If you write down isn't Ram, that will be incorrect. The value is. Understand? Yes. 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 बस्ने सर तपाईँले अहिले के गरेर आएको, तपाईँले त्यसको बारेमा अलिकति जानकारी दिनुहोस् त हाम्रो साथीभाइहरूलाई। हजुर, मेरो नाम चाहिँ उमेश बस्नेत हो। म चाहिँ अहिले हाम्रो यो भाइहरूलाई चाहिँ इङ्ग्लिस लेसन दिँदैछु। इङ्ग्लिस लेसनमा चाहिँ ग्रामर हो। त्यो ग्रामरमा चाहिँ म उहाँहरूलाई चाहिँ क्वेसन ट्यागको बारेमा बताउन गइरहेको छु। अब यो क्वेसन ट्याग गर्दाखेरिमा चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू के हुन् त्यो बारेमा चाहिँ म उहाँलाई अहिले विस्तृत रूपमा बताउन गइरहेको छु। अब सुरुमा चाहिँ के छ भनेदेखि हाम्रो स्टेटमेन्ट हुन्छ। यदि स्टेटमेन्ट पोजिटिभ छ भने क्वेसन ट्याग चाहिँ नेगेटिभ हुनुपर्छ। जस्ट अपोजिट। यो खानेपिउने मान्छेहरूले चाहिँ खासै पढ्न सक्दैनन् भनेर भन्छन्, तपाईँको विचारमा चाहिँ के लाग्छ? उहाँहरूले तपाईँले पढाइरहेको कुरा यो खानेपिउने मान्छेहरू चाहिँ खालि कुरो मात्रै ठुलो गर्ने हो, पढ्न सक्न सक्दैनन् भन्ने जुन समाजमा परेको छ नि कुरा, त्यसमा चाहिँ अहिले तपाईँले पढाइरहँदाखेरि चाहिँ यो विद्यार्थीहरूले चाहिँ कतिको बुझे जस्तो लाग्छ? यो सामाजिक हिसाबले उहाँहरूले सोचेको कुरा चाहिँ सही हो, यो खानेपिउने मान्छेहरूले पढ्न सक्दैनन् नै हो भन्ने कुरा जस्तो लाग्छ कि साँच्चीकै उहाँहरूसँग पनि क्षमता छ र उहाँहरूले पनि पढाएको कुराहरू बुझेर अगाडि बढ्न सक्नुहुन्छ जस्तो लाग्छ? तपाईँलाई के लाग्छ? जे लाग्छ त्यही भनिदिनुहोस्। धन्यवाद यहाँको जिज्ञासाको लागि। खास वास्तवमा भन्नुपर्दा के छ भनेदेखि कतिपयकोमा चाहिँ यो एउटा के नकारात्मक धारणा छ भनेदेखि कन्सेप्ट छ भनेदेखि खाने मान्छे नसा सेवन गर्नेहरू चाहिँ पढाइतिर त्यतिको उनीहरूको चाहिँ ध्यान जाँदैन या भनौँ पढाइमा मतलब राख्दैन भने त्यो कुरा बिल्कुल गलत हो। उनीहरूमा पनि पढ्ने तीव्र इच्छा हुन्छ। त्यो पढेपछि केही बन्ने केही हुने र आफू पनि भविष्यमा आफ्नो गएर पछि बालबच्चालाई पनि यस्तै गरेर अगाडि बढ्ने हिसाबले चाहिँ उनीहरूले चाहिँ प्रोत्साहन गर्छन् भन्ने चाहिँ मेरो धारणा रहेछ। र चाहिँ जो सोचाइ राख्छन् त्यो चाहिँ एकदम बिल्कुल गलत हो मेरो विचारमा। सुन्नुभयो तपाईँहरू सबैजनाले, यो चाहिँ एउटा भ्रम मात्रै हो। अङ्ग्रेजीमा यसलाई माइथ भन्छ। त्यो चाहिँ तपाईँहरूको नेपालीमा के भन्छ अरे सर? त्यो माइथोलोजीलाई माइथ जुन कुरा चाहिँ हुँदै नभएको कुरा होइन त? माइथोलोजी भनेको चाहिँ त्यो पौराणिक जस्तो पौराणिक। तर जुन यो माइथ र फ्याक्टमा
माइत्र फ्याक्टमा जुन चाहिँ यो झुटो कुरा हो भन्ने भयो नि त हजुर। मतलब कुनै पनि एउटा चाहिँ नसा गरेर बिग्रेको मान्छेले पनि समाजमा चाहिँ राम्ररी पढेर लेखेर राम्रो तरिकाले पनि नसारहित भएर जीवन अगाडि बढाउन सक्छ भन्ने कुराको चाहिँ ज्वलन्त उदाहरण चाहिँ मैले तपाईँबाट पनि पाएँ। आउँदो दिनमा पनि तपाईँको चाहिँ यो जुन किसिमले चाहिँ साथीभाइहरू सबैजनालाई पढ्नको लागि मद्दत गरिरहनु भएको छ, तपाईँको चाहिँ जीवनभर नसारहित यात्रा पनि अगाडि बढोस्। धन्यवाद सर। वन्स अगेन थ्याङ्क यू सर। र चाहिँ मलाई